जय मसी प्रिय दर्शकहरू, तपाईँहरूको बिचमा आज म के अरे नरक सम्बन्धी 6वटा पद वाचन गर्दैछु। यहाँ चाहिँ पहिलो पद छ मत्ती 25 अध्याय 41 पद, र दियाबलस र त्यसका दूतहरूको लागि तयार गरेको अनन्त आगोमा ल्याऊ। है, विशेष गरी अनन्तको आगो भन्नाले नरकलाई नै भनेर बुझाउँछ, र यो चाहिँ दियाबलस र त्यसका दूतहरूको लागि तयार पारेको हो। विशेष गरी परमेश्वरले नरक चाहिँ मानिसको लागि बनाउनु भएको होइन, यो कुरा बुझ्नुपर्छ। दोस्रो पद छ प्रकाश 21 को 8 अनुसार हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्तिपूजकहरू, झुटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। आगो दन्कने कुण्ड भनेको पनि नरकलाई नै जनाउँछ, र यसमा यो नरकमा जानेहरू हत्यारा हुन्, व्यभिचारी हुन्, जादुगर हुन्, मूर्तिपूजकहरू हुन्, झुटा बोल्नेहरू हुन्। के तपाईँहरू पनि यस्तै बोल्नुहुन्छ? विचार गर्नुहोस् है। अनि तेस्रो पद छ मत्ती 25 को 46 अनुसार तब यिनीहरू अनन्त दण्डको भागी हुनेछ। अनन्तको दण्ड भनेको अनन्त दण्ड पाउने ठाउँ भनेको नरक नै हो है। अनि चौथो पद छ भजन सङ्ग्रह 9 को 17 अनुसार दुष्टहरू चाहिँ पातालमै फर्केर जानेछन्, सबै जातिहरू जसले परमेश्वरलाई बिर्सिन्छन्। है, पाताल, फेरि यहाँ चाहिँ नरकलाई पाताल भनेको छ, र पातालमा दुष्टहरू जान्छन्। अनि जसले परमेश्वरलाई बिर्सिन्छन्, जो प्रभुलाई चिनेर पनि नचिने जस्तो गरेर हत्याराको काम, व्यभिचारको काम, जादुगरको काम, मूर्तिपूजाको काम, झुटो बोल्ने काममा व्यस्त हुन्छन् नि, तिनीहरू पनि नरकमै जान्छन् प्रियहरू। अनि हितोपदेश 23 को 24 अनुसार बेत लगाएर त्यसलाई सजाय दे, त्यसको प्राण मृत्युदेखि बचा। हामीले कतिपल्ट हाम्रा मानिसहरूलाई नरक जानबाट बचाउनको लागि अनुशासन पनि गर्नुपर्छ है। अनि 6औं पद छ मत्ती 13 को 42 अनुसार र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, त्यहाँ मानिसहरू रुनेछन्, दारा किन्नेछन्। र आगोको भट्टी, फेरि यहाँ चाहिँ नरकलाई आगोको भट्टीसँग तुलना गरेको छ र बुझाएको छ। अनि त्यहाँ चाहिँ जो नरकमा जान्छन् तिनीहरू के गर्छन्? त्यहाँ रुनेछन्, दारा किन्नेछन्। त्यहाँ कुनै उपाय छैन बाँच्ने प्रियहरू। तसर्थ हामी नरक जाने कि स्वर्ग जाने, हामी परमेश्वरलाई चुन्ने कि शैतानलाई चुन्ने अर्थात् संसारलाई चुन्ने, यो तपाईँ र मेरो भागमा छ प्रियहरू। हुन्छ, तपाईँहरू सबैजना जय मसी।